12 किलो हामी अझै 20 जनाको हाराहारीमा हुन्छौँ होला। क्या खाँदैन 9 बजिहाल्यो 12 किलोमा यहाँ स्याउ खाँदैछौँ हामी यसरी रमाइलो हो एउटा 12 किलोमा बसेर स्याउ खाँदैछौँ हामी यसरी। भात 11 बजे मात्र खाने हो खाऊ है धोइसकेको छ सबै गोरु अलि यो सोच्नु पर्ने पनि प्राय बजार यही हुँदैछ रेट पनि टाइपको फेभर भएर राम्रो हुन्थ्यो भयो महँगो यात्रा शुभ रोज सबैजना साथीहरूलाई चाहिँ यो माइक बोलेको सुनिएको छ कि छैन अलिकति ध्यान दिएर सुनिदिनु होला। आज हामी चाहिँ लमजुङको यात्रामा छौँ। अब लमजुङको यात्रामा छौँ आज हामी। एउटा अफिसियल्ली भ्रमण हो यो अनि त्यसको लागि हामी सम्पूर्ण जिल्ला हुलाक कार्यालयका स्टाफहरू छौँ र पालिका हुलाकबाट पनि पालिकाबाट प्रतिनिधित्व गर्दै साथीहरू पनि उपस्थित भएर यो भ्रमणमा साथ दिँदै हुनुहुन्छ। यो कार्यक्रमलाई समन्वय र हाम्रो जिल्ला हुलाक कार्यालय गोर्खाको हुलाक अधिकृत सरको नेतृत्वमा हामी सम्पूर्ण साथीहरू बस रिजर्भ गरेरै लमजुङ र तनहुँको यात्रामा छ। यो एकदमै हाम्रो लागि चाहिँ सौभाग्य कार्यक्रम हो। हामीले चाहिँ त्यसरी लिनुपर्छ। सम्पूर्ण साथीहरूले पनि एउटा अनुशासनमा रहेर हामी पनि यो अफिसियली भ्रमणमा छौँ। साथीहरू सम्पूर्ण आफ्नो मर्यादामा कायम रहेर यो भ्रमणमा आबद्ध हुनुभएको छ र सम्पूर्ण साथीहरूले एकचोटि हामी कतिजना छौँ गन्ती पनि गर्नुपर्ने छ र केही कुरा सरले हामीलाई निर्देशन पनि दिनुहुने कार्यक्रम छ। किनभने हामी लमजुङ आउन लागिसकेका छौँ। अब त्यसपछि हामी लमजुङमा गएर हाम्रो भूमिका के रहन्छ, हामीले के काम गर्छौँ, हाम्रो अनुशासन के रहन्छ भन्ने कुरा धेरै कुराहरू सरले बताउनु हुनेछ र सम्पूर्ण साथीहरूलाई चाहिँ आजको हाम्रो यात्रा र आजको हाम्रो कार्यक्रमको चाहिँ उद्देश्यमा सबैजनालाई चाहिँ आजको यात्रा सुखद होस् भन्न पनि चाहन्छु र आजको केही कुराहरू दिशानिर्देशनहरू अनुशासनको कुराहरू हामीले त्यहाँ गएर के गर्नेछौँ भनेर विविध कुराहरूको चाहिँ जानकारी गराइदिनुको लागि हाम्रो जिल्ला हुलाक कार्यालय गोर्खाको हुलाक श्री विनोद प्रसाद गरेरलाई अनुरोध गर्न चाहन्छु। आवाज सुनेको छ सबैजनाले अगाडिदेखि पछाडिसम्मै क्लियर छ ल। अब कतिपय साथीहरूलाई थाहा छैन नि त हामी अब कसरी आयौँ अलिअलि फोनसन पो गरौँ। अब म यता अगाडि बस्छु। यसमा साउन्ड यति हो सबैले देखेको छ ल। खास गरी आज लमजुङ पुग्दैछौँ। अब 20 किलोमिटर जति बाँकी छ। लमजुङमा सामान्य एउटा कार्यक्रम हुन्छ। हामी 1-1.5 घन्टा बस्छौँ। त्यसपछि हामी खाना खान्छौँ अनि खाना खाएर बल्ल हामी तनहुँको लागि जान्छौँ। लमजुङको प्रोग्राममा हाम्रो त्यति धेरै कार्यक्रम केही रहँदैन। लमजुङको कार्यक्रममा हामी एउटा प्रेजेन्टेसन बढी भयो मैले गरौँला अनि तपाईँहरूले चाहिँ परिचयात्मक कार्यक्रम चाहिँ हुन्छ। अब मैले खास बढी जोड दिन खोजेको के कुरामा भन्दाखेरि अस्तिको कार्यक्रमहरूमा पनि यहाँ त्यति धेरै लामो कार्यक्रम हुँदैन। त्यही परिचय तपाईँहरू बोल्ने भनेको परिचय मात्रै हो। यहाँ तनहुँमा चाहिँ तपाईँहरूको छुट्टै प्रोग्राम हुन्छ। तनहुँमा मैले प्रेजेन्टेसन गर्दैन किन भन्दा तपाईँहरूलाई मैले प्रेजेन्टेसन धेरैचोटि तपाईँहरूलाई गरेको छु। तनहुँ जिल्ला हुलाकमा गएर 2 चोटि मैले नै गरेको छु भनेपछि त्यहाँ मैले गर्नु पर्दैन। त्यहाँ उहाँहरूले अलिअलि गर्नुहुन्छ। त्यसपछि उहाँको प्रोग्राममा चाहिँ त्यहाँको हाकिम साहब र म एउटा टिम बन्छ। नगेन्द्र सर सूचना अधिकारी, त्यहाँको सूचना अधिकारी अर्को टिम बन्छ। सचिन सर प्रशासनको फर्दार सर, त्यहाँको प्रशासनको फर्दारको तपाईँहरूको जोडी बनाइदिन्छु सबैको एउटा एउटा। र तपाईँहरू यहाँको एकजना तनहुँको एकजना भएर तपाईँहरूलाई 5 मिनट टाइम दिन्छौँ। त्यो 5 मिनट टाइममा तपाईँहरूले आफ्नो परिचय दिने होइन। सपोज म र नगेन्द्र सर जोडी भयो भने हामी 2 जना अगाडि आउँछौँ।
मैले मेरो परिचय दिँदैन, मैले उहाँको नाम नगेन्द्र आले हो, उहाँको घर आलेमा हो, उहाँ यति वर्षको हुनुभयो, उहाँले यतिसम्म पढ्नु भएको छ, उहाँले हुलाकमा जागिर खाएको यो वर्ष भयो भनेर तपाईँहरू दुईजनालाई एक अर्काको भन्नुपर्ने हुन्छ। त्यो तरिकाले त्यहीँ गएर टिम बन्डिङ गरिदिन्छौँ। अनि त्यसपछि हुलाकमा काम गरेको हामीले यति भयो, हुलाकमा यो चाहिँ भए राम्रो हुन्थ्यो भन्ने केही कुरा छ भने त्यो बोल्दा पनि हुन्छ। यो भनेको तपाईँहरूको एक्सपोजर होस् भन्ने चाहना हो। त्यही भएर तनहुँमा हामी अझै धेरै पार्टिसिपेटरी तरिकाले जान्छौँ, बुझ्नुभयो नि है। अनि बेलुका हामी बन्दीपुर जान्छौँ। बन्दीपुरमा होटेलमा पुरा भइसकेको छ। अनि बेलुका त्यहाँ बस्छौँ। अब नाचगान पनि गरौँला, साउन्ड सिस्टम ल्याएको छौँ, रमाइलो पनि गरौँला। त्यसपछि भोलि बिहान खाजा खाएर निस्किने भन्ने सेड्युल छ अहिलेसम्मलाई। अब त्यस्तै अलि लामै प्रोग्राम भयो भने बिहान कहीँ कतै भात खाना पाइएछ भने खाउँला, पाइन्छ भने अलि हेभी खाजा साजा खाएर निस्कौँला। लगभग सेड्युलै यो। अनि खास गरी हल्का साथीहरूको नै क्षमता विकास होस्, एक्सपोजर होस्, भोलिका दिनमा अलि बलियो हुनु होला तपाईँहरू भनेर नै लाग्यो हो। अब आज त्यहाँ कसैले गल्ती गर्यो भने त्यसको 2 दिनको तलब काटिन्छ ल। त्यही भएर गल्ती नगर्ने, ज्ञानी भएर बस्ने, अनि केही कुराहरू सिक्ने, केही कुराहरू बोल्ने है, यति भन्नलाई उ गरेको। अब यति भएपछि त बुझ्यौ नि के गर्न जाँदैछौँ भन्ने त बुझ्यौ नि ल। अब परिचयको एउटा कार्यक्रम यहीँबाट सुरु गर्छौँ हामी। अब सबैले आफ्नो परिचय दिनुहुन्छ, हामी सुन्छौँ यहाँ। किन भन्दा सूचना म्याम नयाँ हुनुहुन्छ यहाँ। सूचना म्यामलाई धेरैले चिन्नुहुन्न, उहाँलाई पनि धेरैले चिन्दैन ल। अब यहाँ लक्ष्मी दिदीबाट माइक एक एक आउँछ, सबैजना यसो साइड लागेर देख्ने गरी त्यो माइक अहिले मैले जसरी भनेको थिएँ त्यसरी ल। बसेरै गरेँ, जोडसँग सुन्ने गरी। सम्पूर्णमा नमस्कार। नजिकै सम्पूर्णमा नमस्कार। म सुरेश राज बस्नेत, घर भेरी नगरपालिका 2 जाजरकोट। म जिल्ला हुलाकले गोर्खामा खड्लान पदमा कार्यरत छु। बदलेको समयसँगै हुलाक पनि केही बदलिनुपर्छ। आम जनसमुदायमा हाम्रो हुलाकप्रति देखिएको अलिक वितृष्णा, हुलाकको खसखोदो सागलाई केही सुधार गर्दै हुलाकको महत्त्व, सार्वजनिक सेवा प्रवाहमा हुलाकलाई महत्त्वपूर्ण निकायको रूपमा स्थापित गर्न सकिन्छ कि भन्ने एउटा उद्देश्यका साथ आज मिति 2022 साल असार 13 गतेको दिन जिल्ला हुलाक कार्यालय गोर्खाको आयोजना र जिल्ला हुलाक कार्यालय लमजुङको समन्वयमा यो लमजुङको सुन्दर बजारको यस कार्यक्रममा यहाँ उपस्थित हुनुभएका तपाईँहरू सम्पूर्णमा हार्दिक अभिवादन, नमस्कार। सुन्दर छ भने है, सुन्दर बजार चाहिँ अर्को बजार छ। सुन्दर बजार नि पहिलोचोटि आएको भएर पनि सदरमुकामलाई सुन्दर अध्यक्षताको आसन गर्नसँगै कार्यक्रमलाई अगाडि बढाउन अध्यक्षबाट अनुमति चाहन्छु। अनुमतिलाई अनुसरण गर्दै कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। आजको यस कार्यक्रमको प्रमुख अतिथिको आसन ग्रहण गरिदिनु हुन जिल्ला हुलाक कार्यालय गोर्खाका हुलाक अधिकृत विनोद प्रसाद गैरी सरलाई आसन गर्नलाई हार्दिक अनुरोध गर्छु। आसन ग्रहणको क्रमलाई जारी राख्दै जिल्ला हुलाक कार्यालय गोर्खा र जिल्ला हुलाक कार्यालय लमजुङ अन्तर्गत विभिन्न शाखामा कार्यरत रहनुभएका
नाइफ सुब्बा, खरिदार, सौर्य कपाल लगायत सम्पूर्ण स्टाफ साथीहरूलाई आफ्नो सिटमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध। आसन ग्रहणकै क्रममा जिल्ला हुलाक कार्यालय गोर्खा अन्तर्गत पालिका हुलाकमा कार्यरत रहनुभएका र जिल्ला हुलाक कार्यालय लमजुङ अन्तर्गतका पालिका हुलाक कार्यालय अन्तर्गत रहनुभएका आजको यस कार्यक्रमको उद्देश्य भनेकै अब बदलेको समयसँगै हुलाक आवश्यक छ र यहाँ गोर्खा जिल्ला हुलाकमा के कसरी काम भइरहेको छ, लमजुङ जिल्ला हुलाकमा के कसरी काम भइरहेको छ। कार्यक्रमको उद्देश्य भनेकै असल अभ्यास आदान प्रदान अन्तर्क्रिया। त्यस अन्तर्गत चाहिँ कम्तीमा चाहिँ त्यो भएर हामीले चाहिँ कार्यक्रमलाई चाहिँ परिचयात्मक कार्यक्रममा जोड्न गइरहेको छु र परिचयात्मक कार्यक्रमलाई नमस्कार। मेरो नाम सुरेश राज बस्नेत, घर भेरी नगरपालिका 2 जाजरकोट। यहाँ त धेरै जस्तो जानु भएन। उपस्थित सम्पूर्णमा नमस्कार। मेरो नाम सचिन श्रेष्ठ, घर चाहिँ बिरुवा गाउँपालिका वार्ड नम्बर 1 साइन्छ। म जिल्ला हुलाक कार्यालयमा खर्दार पद, जिल्ला हुलाक कार्यालय गोर्खामा खर्दार पदमा चाहिँ राजकोटमा काम गरिरहेको छु। मेरो नाम लक्ष्मी दानिया, खाता 1 गोर्खा। म श्री जिल्ला हुलाक कार्यालयको कार्यालयको जिल्ला हुलाक कार्यालयको गोर्खा जिल्ला हुलाक कार्यालयमा पद भन्नु न, कुन पद भन्नु? हजुर, म हल्काराम। हजुर, हल्काराम। सम्पूर्णलाई मेरो नमस्कार। मेरो नाम बिजुला अधिकारी, मेरो घर नारेश्वर गोनापा 3। म हाल जिल्ला हुलाक कार्यालय गोर्खामा कार्यरत छु। मेरो पद करार। म हल्कारामा मेरो अवधि 16 वर्ष भयो। नमस्कार। नमस्कार, मेरो नाम रमेश चन्द्र आचार्य, गोर्खा नगरपालिका वडा नम्बर 8। मेरो नोकरी साल 2051-2/4 को निम्ति म जिल्ला हुलाक कार्यालय अन्तर्गत बजार क्षेत्र पद मेरो उपस्थित सबैमा नमस्कार। मेरो नाम प्रदीप कुमार कामी, घर गोर्खा जिल्ला गोर्खा नगरपालिका वडा नम्बर 3 नाजर भन्ने ठाउँमा पर्छ र मेरो कार्य भनेको जिल्ला गोर्खा नगरपालिका अन्तर्गत विभिन्न वडाहरूमा चिठी वितरण गर्छु। मेरो नियुक्ति 2053 मार्च 16 भएको हो र अहिलेसम्म यही दौरानमा 29 वर्षमा प्रवेश गरेको छु। नमस्कार, मेरो नाम विक्रम अधिकारी, अजितकोट गाउँपालिका वार्ड नम्बर 3 मा मेरो घर पर्छ। अनि जिल्ला हुलाक अन्तर्गत अजितकोट गाउँपालिका गोर्खामा हल्काराको पदमा काम गर्छु। काम गरेको 10 वर्ष। सम्पूर्णमा मेरो नमस्कार। मेरो नाम चाहिँ सपना गुरुङ, मेरो घर सिराञ्चोक गाउँपालिका वडा नम्बर 8 जौबारी गोर्खा। मैले काम गरेँ जिल्ला हुलाक कार्यालय गोर्खा अन्तर्गत हुलाक कार्यालय सिराञ्चोक गाउँपालिका वडा नम्बर 8 जौबारीमा चाहिँ मेरो कार्यालय छ। मैले काम गरेको अवधि 7 वर्ष भयो। सम्पूर्णमा नमस्कार। मेरो नाम सृजना थापा मगर, मेरो घर गोर्खा जिल्ला गोर्खा नगरपालिका 8A। म चाहिँ जिल्ला कार्यालय गोर्खा अन्तर्गत श्री जिल्ला प्रशासन कार्यालय गोर्खा कार्यालयमा काउन्टर ग्रुपमा कार्यरत छु। मेरो कार्य अवधि चाहिँ 10 वर्ष पुरा भयो। धन्यवाद। सम्पूर्णमा नमस्कार। मेरो नाम सुजना शर्मा, घर जिल्ला चितवन भरतपुर 7। चाहिँ विगतमा 8 महिनादेखि गोर्खा हुलाक कार्यालय अन्तर्गत शहीद रतन गाउँपालिका घैरुङ हुलाक कार्यालयमा कार्यरत छु। हुलाकसँग चाहिँ विगत 8-9 वर्षदेखि आबद्ध छु। धन्यवाद। सम्पूर्णमा नमस्कार। मेरो नाम दीक्षा नेउपाने, ठेगाना सुन्दरबजार लमजुङ। म चाहिँ जिल्ला हुलाक कार्यालय लमजुङमा खर्दार पदमा कार्यरत छु। सम्पूर्ण नमस्कार। मेरो नाम हरिमान कावसोती 6 क्लास पढ्दै सुस्तापुरबाट। म जिल्ला हुलाक कार्यालय लमजुङ अन्तर्गतको लाइनस नगरपालिकामा खरिदार पदमा कार्यरत छु। सम्पूर्ण
नमस्कार, मेरो नाम सीता भण्डारी, मेरो घर चाहिँ मसँग बोलाउँछु जिल्ला हुँदा कार्यालय अन्तर्गत हल्दार नमस्कार, मेरो नाम मन्डु, मेरो घर गण्डकी गाउँपालिका 2 गोर्खा। म चाहिँ श्री जिल्ला हुँदा कार्यालय अन्तर्गत पालटार नगरपालिका हुँदा कार्यालयमा हलकरावतमा कार्यरत छु। म चाहिँ लगभग 6 वर्षदेखि कार्यरत छु। नमस्ते, मेरो नाम सुनिता थापा, मेरो घर चाहिँ गोर्खा नगरपालिका वडा नम्बर 4 मा छ। म चाहिँ जिल्ला हुँदा कार्यालय गोर्खामा चाहिँ विगत 1 महिनादेखि हलकरावतमा कार्यरत छु। आज यस गोर्खा र लमजुङ जिल्ला हुँदा कार्यालय मिस हुन गएको छोटो र उपलब्धिमूलक असल अभ्यास आदान प्रदान कार्यक्रममा सहभागी हुन पाउँदा एकदम खुसी लागिरहेको छ। यो खुसी व्यक्त गर्नका लागि समन्वय गर्नुहुने जिल्ला हुँदा कार्यालय गोर्खाको हाकिम साहब र लमजुङ जिल्ला हुँदा कार्यालयका हाकिम साहबलाई चाहिँ एकदम धन्यवाद दिन चाहन्छु जस्तो लाग्छ। सम्पूर्णलाई नमस्कार, मेरो नाम पूजा परियार, म लक्ष्मी बजार वडा नम्बर 6 मा बस्छु। मेरो जिल्ला कार्यालयमा कार्यरत गरिरहेको छु। मेरो हलकरा पद हो अनि म अहिले हाल 10 वर्ष भयो। सम्पूर्णमा मेरो नमस्कार, मेरो नाम गोपाल नाथे, मेरो घर चाहिँ प्रथम गाउँपालिका वार्ड नम्बर 2 गोर्खामा पर्छ। हाल म जिल्ला हुँदा कार्यालय गोर्खा अन्तर्गत प्रथम गाउँपालिका भैरौँ गोर्खामा कार्यरत हलकरावतमा छु। म विगत 7 वर्षदेखि काम गर्दै आएको छु पुस्तकमा। सम्पूर्ण नमस्कार, मेरो नाम बुद्धिराज छात्र, मेरो घर कार्यालय पर्छ। हाल जिल्ला हुँदा कार्यालय अन्तर्गत पालिका हुँदा कार्यालय पालिका हुँदा कार्यरत छु। विगत 16 वर्ष। सबैजनालाई नमस्कार, मेरो घर गोर्खा जलकुङ गाडी 6 वार्ड नम्बर गण्डकी गाउँपालिका। म लमजुङ जिल्लामा कार्यरत छु। सबैजनालाई भन्नुपर्दा लागि पदमा म 58 सालको निम्ति हो। सबैजनालाई धन्यवाद। नाम गोपाल राज। नमस्कार, मेरो नाम रमेश सिंह, मेरो घर जिल्ला हुँदा हलकरा पदमा कार्यरत छु। अनि कार्यरत अवधि भनेको 11 वर्ष। नमस्कार, मेरो घर सुन्दरबजार जिल्ला हुँदा सुन्दरबजार काम गर्छु। काम गरेको अवधि चाहिँ 16 वर्ष भइसक्यो। सबैलाई नमस्कार। मेरो नाम खुसी घले, मेरो घर पोलो सदा हिमाली, म जिल्ला हुँदा कार्यालय नमस्कार, मेरो नाम चाहिँ शिव अधिकारी, म जिल्ला हुँदा कार्यालय लमजुङमा कार्यरत छु। मेरो पद चाहिँ हलकरा। सम्पूर्णमा नमस्कार, मेरो नाम भीमबहादुर भर्ती, घर आदिवासी गाउँपालिका 6 हो। म जिल्ला हुँदा कार्यालय लमजुङ अन्तर्गत जिल्ला कार्यालय मध्य नेपाल नगरपालिका 58 मा कार्यरत छु। यहाँहरू सम्पूर्ण नमस्कार, म सञ्जीत बाबु पौडेल, घर कास्की, यहाँ जिल्ला हुँदा कार्यालय लमजुङको चाहिँ आर्थिक प्रशासन प्रमुख। करिब 3 वर्ष पुगिसकेको छ। अरू कुरा विस्तार हुँदैन। धन्यवाद। नमस्कार, मेरो नाम सन्तोष प्रसाद, घर चाहिँ प्रयास नगरपालिका 3 पर्वत। म चाहिँ अहिले जिल्ला हुँदा कार्यालय लमजुङ अन्तर्गत दोर्दी गाउँपालिकामा कार्यरत छु। सम्पूर्णमा नमस्कार, मेरो नाम मनोज थापा, मेरो घर विश्वनाथ नगरपालिका वडा नम्बर 3 गाउँसभामा। म चाहिँ खरिदार पदमा कार्यरत छु जिल्ला लमजुङमा। म प्रशासन शाखा र नीति शाखा। नमस्कार,
म अमृत पनेरू, मेरो घर चाहिँ कर्कट सिलगढी गाउँपालिका वडा नम्बर 6 तालपुरमा पर्छ। गोर्खामै निवासी, जागिर पनि गोर्खा, घर पनि गोर्खा। अनि म चाहिँ विगत 3 वर्षदेखि 1927मा चाहिँ मेरो खरिदारको नियुक्ति खरिदार सहलेखा बोर्डमा आर्थिक प्रशासन गर्छु गोर्खाको चाहिँ। बाँकी कुरा मेरो नमस्कार, मेरो नाम चाहिँ रमन जोशी, मेरो घर बागड सिलगढी गाउँपालिका वार्ड नम्बर 6 गोर्खा। म चाहिँ अहिले जिल्ला हुँदा कार्यालय गोर्खामा अवगाहनमा कार्यरत छु। मैले चाहिँ काम सुरु गरेको त्यही पहिला जति भयो। सम्पूर्ण श्रोतामा नमस्कार, मेरो नाम भावना कुमार, घर सिरान्चो गाउँपालिका वार्ड नम्बर 8 चोरकाटे भन्ने ठाउँमा। मेरो स्थायी सेवा 53 को अहिले हालसम्म 29मा प्रवेश हुँदैछ। मैले अहिलेसम्म गोर्खा जिल्ला अन्तर्गतको सिरान्चो गाउँपालिका वार्ड नम्बर 4मा 4 र 5मा 2वटा चिठी माग्छु। एक दिन गाउँपालिकामा जिल्ला हुँदा कालेबुङबाट चिठी बुझेर गाउँपालिका जान्छु। 4 र 5 जहाँ चिठी पढ्या त्यहाँबाट चिठी बुझाएर त्यहाँ पालिका र ब्याङ्क टु छन् त्यहाँ अब वडा कार्यालयमा पढ्या चिठी फेरि कोठामा ल्याएर दर्ता गराउँछु। हस्त सम्पूर्ण नमस्कार। हस्त सबैलाई यो असल अभ्यास आदान प्रदान राख्ने हाम्रा लमजुङका गोर्खाज्यूलाई हृदयबाट नमन गर्न चाहन्छु। र साथै मेरो परिचय कार्यक्रम, मेरो नाम फुलबहादुर भण्डारी, मर्सेङ्गी गाउँमा पर्छ। अनि नियुक्ति भएको 55मा हल्का र पदमा पत्नी नियुक्ति भएको थियो भने त्यसै गरी 27 वर्षको अवधि पार गरेको छु। यो लाखको विषयमा त अब छन् नै धेरै कुराहरू। सरहरू त सरहरूलाई जानकारी अवधि हुन त्यति समय लाग्छ। त्यसलाई अलिकति मिटिङ गर्छु लिएर अलिकति अगाडि बढाइदिनु होला। अब आउने कुरालाई वस्तु र कति राम्रो बनाउने हिसाब गरेर बिहान सोच्छ देखेको हिसाब पनि गरेको सरहरूको उसमा त जाने नै भयो। त्यही भन्दै म चाहिँ अहिले चाहिँ वर्षको इलाका होला, पहिला इलाका भन्दाखेरि अहिले म चाहिँ पालिका होला हुन्छ, त्यसमा काम गर्दैछु। नमस्कार, मेरो नाम फुलबहादुर पाण्डे, शिक्षक सम्पूर्ण नमस्कार, मेरो नाम जगबहादुर आडे, गोर्खा जिल्ला गोर्खा नगरपालिका वडा नम्बर 8मा बस्छु र अहिले हाल जिल्ला हुँदा कार्यालय गोर्खामा हल्का र पदमा लगभग 6 वर्षदेखि चाहिँ कार्यरत छु। धन्यवाद। पुग्नुभएको होला। जिल्ला हुँदा कार्यालय गोर्खामा अब 2 वर्ष पुग्छ। झन्डै अब साउनमा आएको हो, साउनमा 2 वर्ष पुग्छ। म 68 को खरिदार हो, 70 को नासु, 74 को अफिसर। गोर्खाको पनि 2 वर्ष पुग्यो हेर्दै पछिल्लो समय हुलालाई अझै बेटर बनाऊ भनेर लागिरहेका छौँ। केही कुराहरू प्रश्न पनि आउला, त्यही बिचमा के भन्नु होला। हस्, थ्याङ्क यू। धन्यवाद सम्पूर्णमा। आजको यस कार्यक्रम परिचयात्मक कार्यक्रमलाई सामु राख्दै कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। आजको यस असल अभ्यास आदान प्रदान कार्यक्रमको एक दिने गोष्ठी कार्यक्रमलाई आफ्नो शब्दद्वारा स्वागत मन्तव्य राखिदिनु हुन जिल्ला हुँदा कार्यालय लमजुङमा कार्यरत पछान शाखा प्रमुख आर्थिक शाखा सञ्जीव बाबु पौडेल सरलाई हार्दिक अनुरोध। आधुनिक सञ्चारको टेवा प्रविधि मन्त्री हुलाक सेवा। सम्पूर्ण नमस्कार, म सञ्जीव बाबु पौडेल। अहिले परिचय कार्यक्रम भइसकेको छ। यस असल अभ्यास आधार कार्ड पढ्न कार्यक्रम
एवं अन्तर्क्रिया कार्यक्रमका चाहिँ अध्यक्षज्यू, जिल्ला हुलाक कार्यालय गोर्खाबाट पाल्नुभएका हुलाक अधिकृत विनोद खैरे सर लगायत सम्पूर्ण गोर्खाका विभिन्न पद, गोर्खा जिल्ला हुलाकका विभिन्न पदमा चाहिँ कार्यरत कर्मचारी साथीहरू, साथै जिल्ला हुलाक कार्यालय लमजुङमा विभिन्न पदमा आसीन साथीहरूलाई एकमुष्ट म सञ्जीव बाबु पौडेलको तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छु। एकमुष्ट स्वागत। म करिब 3 वर्ष भयो लमजुङ जिल्लामा चाहिँ टेकेको। सुरुको नियुक्ति मेरो यही हो। हामी सौभाग्य नै मान्नुपर्छ। हुलाक सेवा भनेको पुरानो सेवा हो, नेपालकै सबभन्दा पुरानो सेवा, संसार सेवा भन्ने नै हुलाकलाई चिन्छौँ। त्यसमा चाहिँ हामी गर्व गर्नुपर्ने विषय रहेको छ। हामी अहिले बाहिरको नजरमा चाहिँ जसरी हुलाकमा चाहिँ काम छैन, हुलाकको कर्मचारी भनेपछि अलिकति नाक खुम्चाउने जस्तो चाहिँ व्यवहार देखिन्छ, तर हामी पनि अरू समान व्यवहारको चाहिँ कर्मचारी नै हौँ। उति नै योग्यता लिएरै उति नै परिश्रम गरेर चाहिँ यहाँसम्म आइपुगेका छौँ। त्यस कारण हामी चाहिँ फेरि गर्व गरौँ। एकमुष्ट हामी चाहिँ हुलाक कर्मचारी भन्न चाहिँ चाहौँ। त्यस कारण हामी चाहिँ कर्मचारीको परिचय दिँदा पनि हुलाक कर्मचारी नै हौँ। सर्वप्रथम यस्तो रचनात्मक कार्यक्रम आयोजना गर्नुभएकोमा हुलाक परिवार गोर्खालाई चाहिँ हार्दिक आभार व्यक्त गर्न चाहन्छु। त्यसबाट हामीले पनि केही कुराहरू चाहिँ सिक्ने पक्कै पनि चाहिँ छौँ र आगामी कार्यक्रमहरूमा चाहिँ यस्तो फलोअप गर्न चाहिँ हामी रुचाउनेछौँ भन्दै म हुलाक सेवाको चाहिँ अलिकति इतिहास र हुलाक जिल्ला हुलाक कार्यालयमा चाहिँ चलिरहेका गतिविधिहरू, यसको संक्षिप्त जानकारी र मैले हुलाक ले गर्नुपर्ने आगामी दिनमा गर्नुपर्ने कामहरूको सुझाव सहितको चाहिँ मैले यसो सामान्य टिप्पण गरेको छु। समय पाबन्दी यो असारको मार्च भनेको लेखालाई चाहिँ कहिले सिस्टम नचलिदिने, कहिले के हुने भनेर टाइम बिजी हुने अवस्था हुँदो रहेछ। तैपनि अब सरहरूको कार्यक्रम भइसकेपछि हामीले चाहिँ यसलाई चाहिँ सहयोगै गर्नुपर्छ भनेर छोटो समयमा सामान्य कुराहरूलाई चाहिँ मैले टिप्पण गरेर आएको छु। केही भयो भने यसलाई चाहिँ फेरि सुधार गर्ने चाहिँ अपेक्षा लिन्छु। हुलाक सेवा विगतका समयमा निकै महत्त्वपूर्ण सेवा हो, यो हामीलाई जानकारी भएको कुरै हो। सूचनाको एक मात्र माध्यम भनेकै हुलाक थियो। जब चाहिँ हुलाकका कर्मचारीहरू गाउँघरमा चाहिँ देख्दाखेरि पक्कै पनि नयाँ खबर लिएर आएको छ। हुलाक लियो भनेपछि त कर्मचारीहरूले नयाँ नै खबर सन्देश लिएर आएको छ। एक मात्र सञ्चारको माध्यम त्यति बेला केही पनि थिएन। अहिले मोबाइल जस्तो इन्टरनेट जस्तो सेवा सुविधा थिएन। त्यति बेला चाहिँ जो हुलाकका चाहिँ कर्मचारीहरू देखिन्छ, जुन हुलाकी दाइहरू हुन्छन्, हामीले त्यो देख्दाखेरि केही त आयो होला, पत्र आयो होला है भन्ने चाहिँ यस्तो विश्वसनीय सेवा चाहिँ हुलाक सेवा हो। हुलाकका अहिले प्रविधि मैत्री अब इन्टरनेट र मोबाइलको जमानाले गर्दाखेरि चाहिँ अहिले धेरै जस्तो चाहिँ हुलाकलाई चाहिँ विस्तारित गर्दै गएको छ। हामीले महसुस गरेको कुरा हो। पहिला जस्तो चाहिँ अहिले चाहिँ व्यक्तिगत रूपमा चाहिँ भन्दा अथवा हामीले अफिसियली हेर्दाखेरि पनि हुलाकले चाहिँ गर्ने भनेको उही चिठी मात्रै हो र चिठी पत्र मात्रै आदान प्रदान गर्ने, अरू कामले छ र भन्ने चाहिँ बाहिर जनमानसमा देखिन्छ। यो हामीले कतिसम्म बुझाउन सकियो, कतिसम्म चाहिँ पब्लिकलाई चाहिँ फेयर गर्न सकियो। हुलाकले यो मात्रै होइन, पार्सलहरू गर्न सक्छ, कुरियर सेवाहरू चाहिँ जस्तै हुलाकले पनि डेलिभरी गर्न सक्छ भन्ने कुरा हामीले जानकारी कति दिन सकियो, यसको बारेमा हामीले समीक्षा गर्नुपर्ने आवश्यकता देख्छौँ भने म हुलाक लमजुङ जिल्लाको चाहिँ हुलाक कार्यालयको संक्षिप्त जानकारी दिन चाहन्छु। विगतमा चाहिँ एउटा जिल्ला हुलाक कार्यालय रह्यो, 10वटा इलाका हुलाक कार्यालय र 50वटा अतिरिक्त हुलाक कार्यालय रहेका थिए, जुन हाम्रो यो ओएनएम गर्नु साउन 1 गते अगाडि भनौँ न, 81 को चाहिँ साउन 1 गते अगाडि चाहिँ हामीलाई 61वटा कार्यालयबाट हामीले कार्यालय सेवा दिइरहेका थियौँ भने हाल अहिले ओएनएम भइसकेपछि चाहिँ एउटा चाहिँ जिल्ला हुलाक कार्यालय भयो। 4वटा स्थानीय 8वटा हाम्रा स्थानीय पालिकाहरू हो, एउटा जिल्ला हुलाकले नै चलाएको हुनाले नजिकै विषयले अन्तर्गत परेको हुनाले हामीले छुट्टै शाखा राखेका छैनौँ। 7वटा स्थानीय हुलाक रहेका छन् र 38वटा अतिरिक्त हुलाक कार्यालय। अतिरिक्त हुलाक कार्यालयमा त हजुरहरू जानकारी हुनुहुन्छ प्रायः छ। अब एकजना कर्मचारीले चलाइरहेको अवस्था छ, एकजना गयो कि त्यो कार्यालय नै सकिएको अवस्था रहेको छ। त्यसकारण यो घट्दो क्रममा रहेको छ। जम्मा 38वटा अतिरिक्त हुलाक कार्यालय र एउटा हुलाक काउन्टर गरेर चाहिँ हामीले जम्मा 47वटा हुलाक कार्यालयबाट चाहिँ सेवा दिइरहेका छौँ, जसमा चाहिँ दरबन्दी चाहिँ हुलाक अधिकृत एकजना रहेको छ, नायब सुब्बा चाहिँ एकजना, सलेप सहित खर्दार गरेर हामी चाहिँ 12जना चाहिँ रहेका छौँ भने हुलाकी 9जना, हल्कारा 25जना र कार्यालय सहयोगी 2जना सहित हाम्रो 50जनाको चाहिँ दरबन्दी रहेको छ। जिल्ला हुलाक कार्यालय अन्तर्गतका सम्पूर्ण कार्यालय सहितको गर्दा हाम्रो 5वटा शाखा, मेनली चाहिँ जिल्ला हुलाकमा चाहिँ 5वटा शाखा रहेका छन्। प्रशासन शाखा, आर्थिक प्रशासन शाखा, काउन्टर, टिकट शाखा, डाक
फाँट गरेर चाहिँ 5वटा काउन्टरबाट हामीले चाहिँ सेवा प्रदान गरिरहेका छौँ। यो सामान्य बजेटको पनि मैले अहिलेसम्म चाहिँ जेठसम्मको चाहिँ बजेट चाहिँ पुँजीगतमा चाहिँ हामीले विगतमा चाहिँ 95% खर्च गरेका थियौँ भने यो जेठको अन्तिमसम्म आइपुग्दाखेरि चाहिँ 93.8% चाहिँ जिल्ला हुलाको पुँजीगत खर्च भएको छ भने चालुमा चाहिँ विगतमा चाहिँ 56% थियो। यति बेला चाहिँ हाम्रा नयाँ साथीहरू आएको हुनाले अहिले 65% चाहिँ चालुमा चाहिँ खर्च बढेर पुगेको छ। यो चालुको चाहिँ खर्च गर्न चाहिँ कतिपय अवस्था अब तल भत्ताइको जोडिएर जाने हुनाले यो खर्च गर्न नसकेको अवस्था रहेको छ भने पुँजीगत चाहिँ प्रायः चाहिँ अहिले हुलाक व्यवस्थापन चाहिँ विभिन्न पालिकाहरूमा चाहिँ हुलाक व्यवस्थापन गर्नुपर्ने भएको हुनाले त्यसमा चाहिँ खर्च भएर गएको हुनाले हाम्रो उपलब्धि राम्रै मान्नुपर्छ यसलाई। जेठ मसान्तसम्मको चाहिँ राजस्व करिब 8,57,000 चाहिँ रहेको छ। त्यो राजस्व त हाम्रो जिल्ला हुलाको अरूको चाहिँ व्यथा भन्नुपर्छ कि सबैको टिकट बेचेको मात्रै राजस्व गर्नुपर्ने अवस्था छ। पाठशाला चाहिँ एकदम कम आइरहेको अवस्था, त्यसले गर्दा चाहिँ राजस्व घटेको छ। अब हामीले यस अवधिमा अब 2081-82मा गरेको भनेको पालिका वाइज चाहिँ हामीले अन्तर्क्रिया कार्यक्रमहरू सायद पालिकाका साथीहरू चाहिँ अतिरिक्त साथीहरू नै समावेश गरेर चाहिँ अन्तर्क्रिया कार्यक्रम गरियो। यो पनि नयाँ गरियो। अनि जिल्ला भवनकै ट्रस्ट चाहिँ नभएको हुनाले ट्रस्ट निर्माण गर्ने काम गरियो। यो मेन मुख्य कामहरू दुईवटा रहेको छ भने विगतका वर्षमा चाहिँ हामीसँग जनशक्ति अभाव थियो। प्रत्येक पालिकाहरूमा चाहिँ ठगदारहरू साथीहरू हुनुहुन्थेन। त्यो नभएपछि चाहिँ उही हाकिम बिन कार्यालय जस्तो हुँदो रहेछ। अहिलेमा 5वटा चाहिँ फुटबिल छ भने दुईवटा चाहिँ रहेको छ। एकजना मात्रै रिक्त मानिएको छ, एकजना चाहिँ चलाइरहेको छ। एकजना रिक्त भयो, एकजना चाहिँ जिल्लामा चाहिँ रिक्त गरेर चाहिँ 2 काउन्टर चाहिँ हाम्रो खर्च चाहिँ 2 रिक्त मानिएको छ। विगतको वर्षमा हामीसँग जनशक्ति अभावको कारणले गर्दाखेरि जसरी कार्यक्रम सञ्चालन लन्च गर्न सकिएन र हामीसँग अर्को भनेको जसरी अहिले राज्यले चाहिँ स्मार्ट हुला भनेर ल्याइराखेको छ। बजेटमा पनि अब 2082-83 चाहिँ स्मार्ट हुला भनेर चाहिँ स्थापना गर्ने भनेको छ। तर हामीसँग मुख्यतया चाहिने पूर्वाधारकै विकास छैन। हामीलाई चाहिने कम्प्युटर, न्यूनतम कम्प्युटरहरूको सुविधा छैन। जबसम्म कम्प्युटर नै सेवा छैन कसरी स्मार्ट दिने हो। त्यसले गर्दाखेरि किट्सको चाहिँ समस्या देखा परेको छ। ताकि आउँदो अब 2082-83को फर्स्टमै चाहिँ हामीले चाहिँ 3वटा पालिकाहरूमा चाहिँ किट्स सञ्चालन गर्ने उद्देश्य लिएका छौँ भने र यसको अन्तिमसम्म पुग्दाखेरि चाहिँ 7वटै स्थानीय हुलामा चाहिँ किट्स सञ्चालन गर्ने चाहिँ लक्ष्य लिएका छौँ। अब हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने होइन। हामी हुलाकमा छौँ, यस बेला अब अहिले नगरे कसले गर्ने। हामी चाहिँ अरूलाई हामीले नै राज्यपट्टि चाहिँ पोजिटिभ भइदिएनौँ भने, हुलाकपट्टि चाहिँ पोजिटिभ धारणा अरूको विकसित गराउन सकिएन भने बाहिर बस्ने त जनमानसमा चाहिँ बुझाउन नसकिएको पनि हुनसक्छ। जसले गर्दाखेरि चाहिँ हामीपट्टि चाहिँ पोजिटिभ भावना पहिला चाहिँ जागृत गरौँ। हामी त्यसकारण चाहिँ यो प्रविधिमा पनि हामी जसरी प्रविधि अगाडि बढिरहेको छ त्यही आएको जमाना रहेको छ। केही कुराहरू चाहिँ पाइएन भने पनि सिक्नलाई चाहिँ तपाईँलाई भोइस मेसेज चाहिन्छ कि होइन, च्याट जिपिटी गरेर हुन्छ कि त्यसमा चाहिँ मोटामोटी एकुरेट नपाइएला तर तपाईँलाई धेरै सहयोग चाहिँ दिइरहेको छ, हामीलाई सहयोग दिइरहेको छ। अब स्मार्ट हुलाक अब यो सुझावतिर गइसक्यौँ भने स्मार्ट हुलाक चाहिँ राज्यले ल्याइरहेको छ। यसमा चाहिँ के गर्ने अहिलेको त अहिलेसम्म भनेको छैन। बजेट पनि हामीसँग त्यो मागिएको पनि छैन, किनकि यो बजेटभन्दा पछाडि आएको कार्यक्रमहरू हो। हामीलाई कि पहिल्यै चैतमै चाहिँ बजेट बनाउने स्मार्ट हुलाकले चाहिँ यो सामानहरू चाहिन्छ, यो गरिदिनु भने भयो, हामी त्यति बेला गरिदिन्थ्यौँ। पछि अहिले चाहिँ लाखमा गएर स्मार्ट हुलाक भनेर सायद चाहिँ अब केही न केही माथि विभागले सोध्दै होला। त्यसका लागि चाहिँ हुलाक क्षेत्रको चाहिँ विकास विस्तार गरेर चाहिँ अलिकति कार्यक्रमहरू चाहिँ लन्च गर्नुपर्ने अवस्था रहेको छ। त्यसै गरी चाहिँ प्रत्येक पालिकाहरूमा चाहिँ यो इन्टरनेट सहितको चाहिँ कम्प्युटरहरू होइन, न्यूनतम चाहिँ चाहिने स्रोत साधनको चाहिँ हामीले चाहिँ जोड गर्नुपर्ने अवस्था रहेको छ। डाक सेवा यो हुलाक भन्ने बित्तिकै चाहिँ डाक जोडिन्छ। हेर्नुहोस्, धेरै साथीहरू चाहिँ डाकमा चाहिँ काम गर्नु, हामी त भनौँ होइन, डाकमै काम गरेको उक्त साथीहरू हुनुहुन्छ। डाक भनेको चाहिँ हुलाक सम्बन्धितै हो। यो सबैभन्दा कमी आउने भनेकै डाकमा रहेको छ। काठमाडौँबाट चिठी आउँदाखेरि 15 दिन लाग्छ भने तपाईँको हुलाकबाट कसरी ल्याउने हामी आज भोलि चाहिँ कुरियर गरिदिनु नि 100को ठाउँमा 150 तिर्दिनु भने चाहिँ अन द स्पोट आउँछ भोलिबाट नै भने हामीलाई 15 दिन किन पुऱ्याउने। यसमा चाहिँ राज्यले पनि सोध्नुपर्ने अवस्था रहेको छ र डाक सेवालाई चाहिँ छिटो सरितो र व्यवस्थित बनाउनु पर्ने हामी सबैको चाहिँ दायित्व रहेको छ। त्यसै गरी यो हामी स्मार्ट हुलाकै भनिरहेको छौँ। स्मार्ट भन्ने बित्तिकै प्रविधि चाहिँ जोडिन्छ।
प्रविधि भनेको हामी प्रायः जस्तो कम्प्युटर त चलाउन जान्दछौँ, तर कम्प्युटरको एबिसिडी केही बिग्रिहाल्यो भने त्यसलाई सिकाइदिने मेम्बर हामीसँग छ। त्यो भनेको कम्प्युटर अपरेटर नभइकन नहुने जे ज्वलन्त आवश्यकता पनि रहेको छ। कम्प्युटर अपरेटर हामीसँग कुनै पनि प्रायः छैन होला, सायद माथि विभागतिर उतिर छ होला। अस्ति मैले त्यो बजेट लन्चको बेलामा पनि वहीँ महानिर्देशक म्याडमसँग नि कुराकानी पनि राखेको थिएँ। यो प्रत्येक विभागमा चाहिँ तपाईँले पहिला फेरि गरेर पनि एउटा सके अपरेटर राख्नु, नयाँ सह अपरेटर राख्नु पनि किन राख्नुहुन्न, बरु खर्दाको एकजना दरबन्दी काटेर राख्नु पनि अपरेटरको दरबन्दी चाहिँ क्रिएट गर्नुहोस्। किनकि सामान्य हामीले पिड चलाउने भन्छौँ, त्यसमा एउटा समस्या पऱ्यो भने दिनभरि काम रोकिन्छ। त्यसले गर्दाखेरि सेवाग्राहीमा चाहिँ नराम्रो सन्देश जान सक्छ। त्यस कारण हामीले यो कम्प्युटर अपरेटर पनि व्यवस्था गर्नुपर्ने अवस्था रहेको छ। र पुनः विवेश सर लगायतको टिमलाई चाहिँ यस्तो राम्रो कार्यक्रम आयोजन प्रदान गर्नुभयो। अहिलेसम्म नभएको कार्यक्रम जहाँबाट हामीले धेरै कुरा चाहिँ सिक्ने अवसर पनि पायौँ। जब नयाँ साथीहरू हुन्छ उहाँलाई त झन् सिकम भन्ने हुन्छ, के गरौँ कसो गरौँ भन्ने कुराहरू आइराखेको हुन्छ। यस्तो महत्त्वपूर्ण असल अभ्यास चाहिँ कार्यक्रम चाहिँ आयोजना गर्नुभयो। म पुनः मेरो व्यक्तिगत तर्फ र जिल्ला हुला कार्यालय लमजुङको सम्पूर्ण परिवारको तर्फबाट चाहिँ एकमुष्ट रूपमा चाहिँ आभार व्यक्त गर्दै यस्तो संवाद सहकार्य सधैँ रहिरहोस् भन्ने अपेक्षाका साथ स्वागत मन्त्र चाहिँ टुङ्गाउँछु। वन्स अगेन सम्पूर्ण साथीहरूलाई चाहिँ जिल्ला हुला कार्यालय लगायत यो सुन्दर नगरी चाहिँ बेसी सहरमा चाहिँ पुनः स्वागतम। धन्यवाद। सहित समग्र हुलाकमा रहेका समस्याहरू र समाधानका पक्षहरू सहित अत्यन्तै मिठो स्वागत मन्तव्य र यहाँका सकारात्मक कुराहरूलाई चाहिँ आदान प्रदान गरिदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु। आजको यस कार्यक्रमको औपचारिक उद्घाटन गरिदिनको लागि जिल्ला हुला कार्यालय लमजुङका निमित्त हुला अधिकृत म्याम निर्मला देवी शर्माज्यूलाई ब्यानर पढेर कार्यक्रमको उद्घाटन गरिदिनुमा हार्दिक अनुरोध। धन्यवाद म्याम। हाम्रो आजको यस कार्यक्रम औपचारिक उद्घाटन भइसकेको छ र यस कार्यक्रमको उद्देश्य नै असल अभ्यास आदान प्रदान तथा अन्तर्क्रिया गोष्ठी, विशेष गरी आज जिल्ला हुला कार्यालय गोर्खा र जिल्ला हुला कार्यालय लमजुङ बिचको अन्तर्क्रिया कार्यक्रम। सञ्जीव सरले स्वागत मन्तव्यसँगै यहाँ लमजुङ जिल्लाको विविध यहाँको सङ्गठनात्मकदेखि यहाँका समस्या समाधानका पक्ष यावत कुराहरू उहाँले हामीलाई सेयर गरिसक्नुभएको छ र यस कार्यक्रमलाई अगाडि बढाउने क्रममा आजको यस कार्यक्रममा जिल्ला हुला कार्यालय गोर्खाका हुला अधिकृत विनोद प्रसाद गैरे सरलाई आफ्नो मन्तव्यसहित हाम्रो जिल्ला हुला कार्यालय गोर्खाका असल अभ्यासहरू सेयर गरिदिनु हुन हार्दिक अनुरोध। धन्यवाद। कार्यालयको म्याम हुनुहुन्छ, हाम्रो नासु नरेन्द्र सर हुनुहुन्छ, अनि लेखाका दुईजना साथीहरू उता पनि हुनुहुन्छ, एकदमै हुनुहुन्छ र सम्पूर्ण पदार साथीहरू मिस म्याम सरहरू अनि बजेको हाम्रो हल्कारा र हुलाकी साथीहरू सबैको नमस्ते। खास गरी अघि पनि सञ्जीव सरले धेरै कुराहरू छोटो समयमा ट्याक्कै भनिसक्नुभयो। लगभग त्यही नै हो। हुलाको साथ एकदमै दामी थियो, राम्रै थियो, थाहा छ हामीलाई। लामो समय काम गरेको दाइहरू हुनुहुन्छ, अघि दाइले त केही गुनासाहरू यति धेरै छन् भन्ने कुराहरू पनि गर्नुहुन्छ, त्यो छन् हामीलाई थाहा छ। लास्टमा थोरै केही रहेछ भने दाइसँग पनि बुझाउन। यही प्रसङ्गमा पछिल्लो 1-1.5 वर्षदेखि चाहिँ हुला कार्यालय, हुला सेवा विभाग, जिल्ला हुला कार्यालयहरू, हुला निर्देशनालय साथसाथै गोसारा हुला कार्यालय अलि बढी तातिएको जस्तो देखिन्छ क्या पछिल्लो वर्ष। अलि कार्यक्रमहरू, यस्ता सेमिनारहरू, गोष्ठीहरू, जबकि लामो 20औं वर्षदेखि हामी त तालिमै गाँदैनौँ भन्ने दाइ दिदीहरू अहिले मद्रासमा पाउँदै हुन्छ भनेको अलिकति सिफ्ट चेन्ज गर्दैछौँ, थोरै हामी हल्लिँदैछौँ, केही हुँदैछ भन्ने चाहिँ एकदमै पर्फेक्ट टाइमिङ हो। यो टाइमिङमा हामी जुटेका छौँ। त्यही भएर सञ्जीव सरले भन्नुभयो हामी अहिले नगरे कहिले गर्ने, हामीले नगरे कसले गर्ने भने जस्तै आफू भएको बेलामा
केही चाहिँ थोरै चेन्ज गरौँ त उलाका भन्ने मोटिभले हामी जुटेका हौँ। गोर्खामा पनि के प्रेसर गर्दैछौँ, तातिरहेछौँ, विभागमा पनि भन्छौँ, गाली गर्छौँ, त्यस्तो भन्छौँ। विभाग मात्र होइन अरू जिल्लाहरूमा पनि हामी त साथी यसो गरौँ उसो गरौँ भन्छौँ। त्यही प्रसङ्गमा आज हामी लमजुङ जुट्न पाइयो। अब तपाईँहरूको प्रोग्रामको बिचमा यति ढिला हुँदै पनि हामी एकछिन जोड्यौँ। यहाँहरू सम्पूर्णलाई समन्वयको लागि धेरै धेरै धन्यवाद। मनोकामना पनि सञ्जीव सरलाई र सम्पूर्ण प्रधान सर्भिसहरूलाई। सञ्जीव सरले भनेको एक दुईवटा कुरामा एकदमै त्यसपछि प्रेजेन्टेसन गर्छु। खड्डाहरू अघिल्लो वर्ष हुनुहुन्थेन, अहिले आउनुभयो भने एकदमै यो नाम चाहिँ लेखिदिनु न, जसले प्रेसरको नाम जे भए पनि हुन्छ। हामीले त उसले दिएको नाम त सत्य हो कि होइन भन्ने छुट्याउने हामी होइन नि त। प्रापकको चाहिँ होइन, प्रापकको चाहिँ स्पष्ट हुनु पर्यो। जस्तै अब अख्तियारले पनि त बेनामी उजुरी लिन्छ। अख्तियार कार्यालयलाई लेखेको चिठी चाहिँ उसले नाम भन्दैन भन्यो भने हामीले नाम नलेखी त सिस्टममा इन्ट्री हुँदैन। अब हामीले चाहिँ अब नाम लेखिदिने, अब फिर्तामा आयो भने अब फिर्ता यहाँ आउँछ, यहाँ आइसकेपछि उसको नाम चाहिँ कतै कतै लेखेर राख्ने, अनि लेखेर फोन नम्बर ले भने उसलाई दिनु, कोड गर्ने भयो होइन। त्यस्तो फेरि व्यक्तिलाई चिठी नपठाइदिनु। त्यस्तो बेनामी चाहिँ अख्तियारलाई अन्तर्गत भर्छन्, अख्तियार या जिल्ला प्रशासन सिडिओहरूलाई लेखेको चिठी चाहिँ इन्ट्री गरिदिए हुन्छ। त्यो बाहेक अरू चाहिँ स्पष्ट, किन हाम्रो कानुनमा लेखेको छ नि प्रेसर र प्रापकको स्पष्ट ठेगाना नभइकन चिठी दर्ता नगर्ने। त्यही भएर त्यसलाई अलि काउन्टरमा बस्ने साथी अलि बढी एक्टिभ हुने, अलि बढी जाँगरिलो हुने, अलि फर्काउन सक्ने पनि हुनुपर्छ। यति चिज चाहियो भने है। अब केही प्रयासहरू भनेको छौँ, अरू केही होइन। पोस्टम्यान बुक अघि मैले भनिसकेँ, यसमा धेरै फोकस। आज मैले यो कार्यक्रम लमजुङ जिल्लामा हुन्छ भनेर मैले कल्पना गरेको पनि थिइनँ, सोचेको पनि यो सर्वप्रथम एक जिल्ला र अर्को जिल्ला हुँदाका, एक जिल्ला हुँदा कारणले र अर्को जिल्ला हुँदा कारणले नै यस्तो खालको कार्यक्रम पहिलो पनि होला पछिल्लो समय। यो पहिलो कार्यक्रममा पहिलो सहभागी हुनुपर्ने हामी भाग्यमानी छौँ है, जिल्ला हुँदा कारणले। र मलाई लाग्छ गोर्खा जिल्ला हुँदा कारणलेका प्राकृतिक सरको उपस्थितिमा चाहिँ मेरो लागि मार्गदर्शन जस्तै लाग्छ। किनकि उहाँको आँखामा मैले एकदम विजन देख्छु, उहाँको आँखामा मैले एकदम केही गर्न पनि दुरी पनि देख्छु। र यो महत्त्वपूर्ण समयमा समय साङ्गीतिक कार्यक्रम ल्याएर हामीलाई प्रस्तुति गराउनु सरलाई त्यसको लागि धेरै धन्यवाद दिन चाहन्छु। अनि अब भाग्य किताब ल्याउने भाग्य र हिजो के थियो, आज के छ र भोलि के हुनेछ भन्ने पनि सरले भन्छ। मेरो समस्या उहाँको के छ भनेर अब समीर सरले उदाहरण गरिसक्नु भएको छ। त्यसैले म उहाँभित्र छिर्न चाहिन्न। त्यसले आज यो कार्यक्रम जिल्ला लमजुङ जिल्लामा समय ल्याएर हामीलाई प्रस्तुत गराउनु र मलाई त्यो अवसर पनि दिनुभएकोमा गोर्खा जिल्ला उदाहरणका आयोजकलाई धन्यवाद दिँदै आजको कार्यक्रम समापन